मेरो श्रीमान विशाल कार्की आज 7 दिन भयो लापत्ता हुनुहुन्छ। दर्शकबिन आज एउटा अत्यन्त शेयर गर्नै पर्ने भिडियो लिएर आएको छु। हजुरको एउटा शेयरले गर्दा उहाँ हराएको भाइ, बेपत्ता भएको भाइलाई भेटाउनमा सहयोग हुनेछ। दर्शकबिन असम अदालगुडी जिल्ला सुक्लाई गौशाला निवासी विशाल कार्की एक हप्ता अघि चेन्नईदेखि घर जान्छु भनेर श्रीमतीलाई भन्नुभएको रहेछ। त्यसै गरी आफ्नो साथीभाइहरूलाई चाहिँ म बेङ्गलोर जाँदैछु भनेर भन्नुभएको रहेछ। तर अहिलेसम्म न त घरमा पुग्नु भएको छ न त बेङ्गलोरै आउनु भएको छ र उहाँ बेपत्ता हुनुहुन्छ र सम्पर्कविहीन हुनुभएको छ। र तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। र कसैले देख्नुभयो भने यहाँ हामीले उहाँको श्रीमतीको सम्पर्क नम्बर दिएका छौँ, उहाँको श्रीमतीलाई सम्पर्क गरिदिनु होला र सक्दो यो भिडियोलाई सेयर गरिदिनु होला। र हेर्नुहोस् है त उहाँको श्रीमतीले बताउनुहुन्छ कसरी उहाँ सम्पर्कविहीन हुनुभयो भनेर। नमस्ते, म हजुरको समस्या एउटा सहयोग लिएर आएको छु। मेरो श्रीमान विशाल कार्की आज 7 दिन भयो लापत्ता हुनुहुन्छ। चेन्नईदेखिबाट घर आउँछु भनेर हिँड्नु भएको थियो। आजसम्म केही खबर पाइएको छैन र साथीहरूलाई भन्नुभएको रहेछ म बेङ्गलोर जान्छु भनेर। र आजसम्म केही बेङ्गलोर जानुभयो कि वा घरै आउनुभयो कि केही हामीले खबर पाइएको छैन। कहीँ देख्नुभयो भने हजुरहरूले सहयोग गरिदिनु होला, कन्ट्याक्ट गरिदिनु होला। हाम्रो घर चाहिँ हो उदालगुडी डिस्ट्रिक्ट सुक्लाई गौशाला।